नमस्ते। आजको यो भिडियोमा हामी बेटर स्कुलको फुड सेक्सन कसरी युज गर्ने भनेर हेर्नेछौँ। यो फिचरले स्कुलको क्यान्टिनको मेन्यु म्यानेज गर्न, कुन फुड कुन दिन अभाइलेबल हुन्छ सेट गर्न र अपडेट गर्न सजिलो बनाउँछ। सबैभन्दा पहिला लेफ्ट साइडको मेन्युबाट इन्टरेक्सन्समा क्लिक गर्नुहोस् र फुड सेलेक्ट गर्नुहोस्। यहाँ तपाईँको स्कुलमा अभाइलेबल सबै फुडहरूको लिस्ट देख्न सक्छौँ। सुरुमा अब हामी एड फुड कसरी गर्ने भनेर हेर्छौँ है त। यहाँ रहेको एड फुड भन्ने बटनमा क्लिक गर्नुहोस् र फर एक्जाम्पल अहिले चाहिँ हामी चिकन नुडल्स एड गरौँ है त। नाममा मैले चिकन नुडल्स राखेँ। यहाँबाट मैले मेरो यो नुडल्सको प्राइस पनि सेट गरेँ। मिल टाइपमा मैले लन्च सेट गरेँ र टाइपमा मैले नन भेज सेलेक्ट गरेँ। कुन कुन दिन अभाइलेबल हुन्छ भनेर यहाँबाट हामीले चुज गर्न सक्छौँ र क्रिएट फुड गऱ्यो भने तपाईँको यो फुड क्रिएट हुन्छ र हामीले हाम्रो यो लिस्टमा रिफ्रेस गरेपछि देख्न सक्छौँ। यदि केही गरी तपाईँलाई यो फुड एडिट गर्नु छ भने यहाँ रहेको यो एडिट बटनमा थिचेर तपाईँले नेम, प्राइस, मिल टाइप र फोटोहरू चेन्ज गर्न सक्नुहुन्छ। कुन कुन दिन अभाइलेबल छ भनेर पनि यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ। केही गरी तपाईँलाई यहाँ भएको फुडहरू मेन्युबाट डिलिट गर्नु मन छ भए डिलिट बटनमा क्लिक गरेर यो आइटमलाई डिलिट गर्न सक्नुहुन्छ। त्यही अनुसार हामीले यो फिल्टर वाइज ब्रेकफास्ट, लन्च, स्न्याक्स, मिल्स, ब्रेक मिल, क्विक मिलमा के फुडहरू अभाइलेबल छ भनेर पनि यहाँबाट हेर्न सक्छौँ। डे भ्यूमा चाहिँ हामीले कुन कुन दिन कुन कुन फुड अभाइलेबल छ भनेर देख्छौँ। सो अब चाहिँ हामी तपाईँ एज अ पेरेन्ट कसरी चाहिँ आफ्नो बच्चाले स्कुलमा के खाइरहेको छ भनेर हेर्न सक्नुहुन्छ भनेर हेर्नेछौँ। बेटर स्कुल एपमा गई बटम राइटमा रहेको मेन्यु बटनमा क्लिक गर्नुहोस्। यहाँ तपाईँले स्कुल लाइफभित्र रहेको फुड मेन्यु अप्सनमा थिचिसक्नु भएपछि डे वाइज आफ्नो बच्चाको स्कुल मेन्युमा के आइटम्सहरू अभाइलेबल छ भनेर हेर्न सक्नुहुन्छ।